हेलो गाइज, फेरि पनि नयाँ भिडियोमा स्वागत छ। म चाहिँ आज उज्जवल भाइको जन्तको लागि जाँदैछौँ। हाम्रो पुसाइ पनि हुनुहुन्छ यहाँ हैन। सो अगाडि एउटा टोली छ, पछाडि यहाँ एउटा टोली छ र जिन्दगीको पहिलो एक्सपिरियन्स सोलुखुम्बुमा। सो मैले चाहिँ धेरै इन्जोय गरिरहेको छु र यहाँबाट कति हिँड्न पर्ने चाहिँ थाहा छैन मलाई त्यति बिना हैन। सो ब्युटिफुल पिपल, ह्याभ अ ब्युटिफुल डे हैन। सञ्जीव ब्रो ल हेलो भनिदिनु त। आसमान ब्रो हेलो। आधा घण्टा लाग्छ है, आधा घण्टा। ओके ल। बाबुल है राम्रो है, हिँड्दिनु है। हुन्छ आमा। आउनु है दाजु। Gete se pulungta mana gemi. हेलो उज्जवल भाइ त हेर्नु त। धेरै शुभकामना है। धन्यवाद दादा। लोय Dime que am terso api thala. Dime ma. अलि राम्रो बजाऊ भाइ। राम्रो भनेकै बेला चाहिँ यस्तो बजाइदिन्छ। त्यहाँबाट चाहिँ गर्दिनु न दाइ त्यहाँ चिन्दा है ल नानी अहिले हेर्नु भिडियो कस्ता यता आइज। फङफङको आर्के यहाँनिर बनाइदिनु दाइ। यहाँनिर औ परतिर अगाडि जानु त अलिकति अनि बनाइदिनु। यतापट्टि आउनु भन्छु। पुरो तपाईहरु के बस्नु न। यो रहेछ जस्तो कि लड्नु चाहिँ म लाडी बनाइदिनु ल। कस्तो यस्तै त बनाएको। यस्तै होला। ल राम्रो आछ। काटेर लाउने अरे। ल के भयो भने धन्यवाद तपाईलाई। ओके ल। हाय गाइस। हेलो एभ्रिवान। हेलो हेलो हेलो। के ढोङ न फेस्टा मकरी तिया त नि आ त वे नो छोड्दा टास तारे त पुरा ओके भाइ के मत त को लको टिकटक पनि पाउँछि के पाउँछि टिकटक पनि डाटा मारौँ न। ए मेलाङो तय माना को नि कमान है बेउला लेको टिकटक लचाउने काम नगर्नु है। केलीमा पनि गइन्छ लियामा पा रुप अब के नपरि आमा पनि अब आपको में भी ऐसे मापा हुआ है सिलीमा भाई खड़ा सहमतिको भयो। आपको में भी ऐसे मापा
गर यो पिडी पेङलाई गाइले हेलो भन ल हेलो भन्नु हेलो हेलो आते हेलो भन्नु भ्लगमा स्वागत छ भन्नु हेलो विवेक अङ्कलको ब्लगमा स्वागत छ हामीले जान्थ्यो हिँडेको हाम्रो मामाको भन्नु मामालाई शुभकामना मामालाई शुभकामना हेलो गाइस भन्नु यता पनि देखाउँदो रहेछ नि त ए दुईतिरै रहेछ नि भाइ फोटो धेरै खिच्नु है फोटो धेरै खिच्नु ब्लग बनाउनु सबैको फोटो जाता खुसीको जाता खुसीले जाता बेला बेला गए जाता खुसी कुन हिँड्दैछ तपाईँ हिँड्नु न ल छिटाउनु हेलो गाइज आज चाहिँ अब बोल्नै पाएन दाइ यार गाइज बन्द भन न गाइज जन्ती ठाकुरहरू ल अगाडि बढौँ है अगाडि बढौँ अगाडि बस्यो भने त हुन्छ
ल भाइ 2 शब्द भन त कस्तो लाग्दैछ भने भिडियो राम्रो बनाइदिनु हेन्सम निकाल्नु मेरो नि त्यहीलाई ब्युटिफुल निकाल्नु यसै क्रममा अब हामी कार्यक्रमलाई आजबाट तपाईहरू आफ्नो जीवनका निर्णयहरूको साझेदारी गर्नुहुनेछ। वास्तवमा हाम्रो मानव जीवन एउटा निरन्तर यात्रा हो भनिन्छ।